जुत्ता कसको पैसा पैसा बडी बनाइरह के त्यो खाजा ए यहाँ दुईजना पढिरह होइन गाइजहरू होइन भाइबाको लागि सबजना पढिरहेछ जुत्ता पैसा 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 हेर यहाँ कति हजार हो पैसा ओ धन्दोस मसँग ये पैसा दो म बनाइदिन्छु ओहो दोस्त पैसा पैसा ओहो चप्पल दोस्तको विशाल देन आफ्टर हाम्रो खाना मिल्छ फेरि खस्ला उता ऐसी मिलो ना क्या हम हैं क्या रब है जहाँ तू है वही सब है तेरी लब मिले मेरी लब खिले अब दूर क्या है जाना और तेरे वास्ते मेरा इश्क सूफियाना मेरा इश्क सूफियाना मेरा इश्क सूफियाना तिम्रो घर कता हो जुम्ला हो भने जुम्ला कता पर्छ खलङ्गामा पर्छ भने खलङ्गा कता हो भने 1 किलोमिटर टाढा छ भनेर भन्नु केटिएसमा चाहिँ जानुपर्छ कि पर्दैन भनेर कति ओरिएन्टेसन भन भनेर भन्नुभयो कुन कुन घरको कसरी चिन्यौ अनि मेटामर्फोसिस कसरी चिन्यौ भनेर भन्नुभयो अनि त्यसपछि मैले त्यो क्रिस्टलाइन हुन्छ फोर्मेसन हुन्छ त्यो भन्यो तर मेन कुरा भनेर भन्नुभएछ इग्नियसमा ऱ्यान्डमली डिस्ट्रिब्युटेड सेडिमेन्ट हुन्छ हार्ड एन्ड म्यासिभ हुन्छ भनेर मैले भने अनि त्यसपछि के भन्छ सेडिमेन्ट्रीमा पनि मैले त्यही नै दिएँ मेटामर्फिकमा चाहिँ प्रिफर टाइपको चाहिँ लेयर्स हुन्छ भनेर जियोलजिकल स्ट्रक्चर सोध्नुभयो म कन्फ्युज भएँ फुल स्ट्रक्चर भन्नुभयो सेडिमेन्टरीमा प्रिफर हुन्छ भन्यो कि मेटामर्फिकमा किन सेडिमेन्टरी भन्यो डिस्कस गर्नु कति दिन मिलाएको छ कति दिन मिलाएको छैन त्यो डिस्कस गऱ्यो भने भोलिको लागि जान्छ हस् थ्याङ्क यू सर गुड नाइट सर बत्ती गइदिरा स्ट्रक्चर बारेमा सोध्नु भएको थियो म त प्राइमेरी स्ट्रक्चर र सेकेन्डरी स्ट्रक्चर नर्मली पढाएको थिएँ सर प्राइमेरी अब त्यसको बारेमा पनि केस फोल्ड्स त पढाएको थियौँ त होइन फोलिएसन फोल्ड त सुनेको मात्रै छ ए आज सरस्वती पूजा थियो यार प्रसाद दिएन है कलेजमा जियोलोजिकल खलङ्गाको मान्छे जुम्लाको मान्छे जियोलोजिकल स्ट्रक्चरहरूको बारेमा यस्तो भन्ने सर हजुरले एक्ज्याक्टली के सोध्नु भएको त्यो भन्नु न सर भनेको के स्ट्रक्चर छ फोर्मेसन पढाएको सर अरू के थियो एससीपी आफ्टर भाइबा गाइजहरू पुरै के भनौँ डिस्कसन गरिरह मेरोमा के छ होइन ओहो दोस्तै बडी बनाइरह उयो चाहिँ डन क्लासको उयो चाहिँ पहेली हाम्रो यो चाहिँ प्रकाश दोस्त हाम्रो यहाँ चाहिँ हेमन्त दोस्त जेनिसा भइगयो यो धन भइगयो यहाँ चाहिँ किरण भाइबा भन्न त कस्तो छ कति आउँछ होला कस्तो इक्जाम गयो भन त
भाइबा कस्तो गयो गाना गाइदु त्यहाँ भाइबा भइरहेको क्या हाम्रो यो यस्तो फेमस हेर्नु यहाँ कुकुर आइरहेको छ यहाँ होटेलमा यहाँ यस्तो होटेलमा कुकुर आउँछ र हेर्नु त स्ट्रक्चर सोधेको थियो मैले स्ट्रक्चरमा त हामीले त आज स्ट्रक्चर हेरेको भने एउटा वाटर स्ट्रक्चरहरूको बारेमा बुझ्यौँ अनि त्यसपछि हामीले रक स्ट्रक्चरहरूको बारेमा बुझ्यौँ मैले स्ट्रक्चर स्ट्रक्चर्सहरू त सर वाटर स्ट्रक्चर्सहरू पनि भन्नुभयो सरले अनि यता अर्को सरले पुरै डिस्कसन चलिरहेको पुरै डिस्कसन यिनीहरूको भाइबामा के सोध्यो के सोधेन पुरै दोस्तहरू टेन्सन इन्टरनल आजै त्यो भयो सब थाकिरहँ फाइनली खाजा आइसक्यो दोस्त एकदम दोस्त हजुर लाइसक के त्यो ए किरण दोस्त भेजिटेरियन हो यहाँ हाम्रो धन दोस्त प्रकाश छोडिदेऊ के छोडिदेऊ फाइनली हामी खाना खायौँ अनि होटलको छेउमा आगो बालेर होइन गाना गाउँदै कार्यक्रम अब हुँदैछ हामी के गर्न लाग्यो दोस्त यो के गर्न लाग्यो हामी आगो बालेको क्याम्प फायर गरेको विशाल पहिरी हाम्रो गएर दोस्त तर मलाई निन्द्रा लागिरहेको यहाँ छ नि अब
वायरबाट हालौँ वायरलेस छ एनर्जीलाई अब इलेक्ट्रिकल इनर्जीमा कन्भर्ट गर्नु वायरलेस हुन्छ वायरलेस कालो होला सुकाएर आगोले सुजन सुजन